नमस्कार सबैजनालाई। हाम्रो चाहिँ यहाँ गोपी टिमको युनिट हो यो। खाना खाने टाइम भइरहेको छ। कोही खाना खाइवरी पनि यसो रेस्ट टाइममा हुनुहुन्छ, कोही यतिकै हुनुहुन्छ। म खिच्ने चाहिँ आज खाना खाएको छुइनँ मैले, खाना नमिलेर। यता हाम्रो डिबी सर हुनुहुन्छ। डिबी सर, हजुरलाई कस्तो लागिरहेको छ हाम्रो गोपी? मलाई गोपीमा अहिले काम गर्नु पाउँदा धेरै खुसी लागेको छ। कामभन्दा पनि माछा भात खानु पाउँदा यतिखेर चाहिँ माछा भात खाएर छु। हामी सबैले खाना खाने टाइम भएको छ। यता हाम्रो हजुर यतातिर हाम्रो क्यामेरा सर हुनुहुन्छ, हामी सँगै। ल प्रसन्न सर, केही भन्नु छ? दाल भात एकदम रमाइलो लाग्यो। हामी त परिवार भएर काम गरिरहेको छौँ। हजुर हजुर हजुर, सबैको साथ सपोर्ट राम्रो छ। ल हामी पनि जे होस् हजुरसँग काम गर्न पाउँदा एकदमै धेरै खुसी छौँ। थ्याङ्क यू म्याम। आज हजुरको हाम्रो भनेको यो सेकेन्ड टाइमको है, एकदम खुसी लागिरहेको छ। अस्तिकै सुटिङ सक्दाखेरि पक्कै पनि अर्कोचोटि हामीसँगै काम गर्नुपर्छ है भनेको पुग्यो है सर। ल खुसी लाग्यो, यो हाम्रो सधैँभर निरन्तर भइराखिसक्यो। विनोद सर, हाम्रो यो सिरियलको हिरो छोरा बा हुन आत्नु भइरहेछ सिरियल। सबैलाई माया गरिदिनु होला है। छोरा जन्मिँदै यता भाउजू आउँदै हुनुहुन्छ सबैलाई खाना दिँदै। यता अब को भन्नु, अब उहाँले त मेरो त एकदमै धेरै प्रशंसा गर्नुहुन्छ। गोपी सिरियलमा मेरो श्रीमान भएर बातदेखि डराउनुहुन्छ उहाँ। धेरै अलि दुब्लाउने कोसिसमा हुनुहुन्छ, धेरै बिजी हुनुहुन्छ अहिले उहाँ, एकदमै धेरै। केही भन्नु छ श्याम दाइ? सबजनाले हामी गोपी सिरियलको चाहिँ सुटिङमा छौँ। सबजनाले चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। ल सबै दर्शकहरू चाहिँ हामी कलाकारको भगवान् रूपी भएर आइदिनु होला। ल थ्याङ्क यू सो मच श्याम दाइ। यता हाम्रो बुवा हजुर होइसिन्छ। दर्शन गरेँ हजुर। बुवा हजुर हजुर नमस्कार। ल माछा भात कस्तो लाग्दैछ बुवा हजुर? साह्रै मिठो छ हजुर। हजुर जे छ त्यही मिठो। ल एकदमै धेरै हाम्रो आदरणीय बुवा पनि होइसिन्छ। उहाँ हाम्रो सिरियलको सबैभन्दा सिनियर पात्र होइसिन्छ। यहाँ मेरो ससुरा बुवा भएर गएर खेल्नु भएको छ। उहाँ ससुरा बुवा, उहाँ हुनुहुन्छ सासु आमा। सुन्ता भाउजू ल केही भन्नु छ? कति मिठो खाना बनाएर खुवाउनु भयो। आज खाना नपाए पनि भाउजूको हातको खाना सधैँ मिठो हो। अनि सासु आमा केही भन्नु छ? भुन्टी कान्छीकी सासु, यता आएर गोपीकी सासु। अलि धेरै खाने गर्नु, राम्रो देखिनु भएको छ, बत्ती जस्तै राम्रो देखिनु भएको छ। गोपी सिरियल चाहिँ धेरै धेरै लाइक कमेन्ट सब्सक्राइब गरेर माया दिनु होला, अगाडि बढ्नुको लागि मद्दत गर्नुहुन अनि आदर अनुरोध गर्दछौँ सम्पूर्ण टिमको। हामी राखेर आउनु न। ल धेरै धेरै धन्यवाद। हाम्रो गोपी सिरियललाई हजुरहरूले एकदमै माया गरिदिनु होला। अब चाँडै नै छोरो जन्मिँदैछ, त्यसको लागि तपाईँहरूले नबिर्सिकन निरन्तर हेरिदिनु होला। ल लु अलिकति मलाई पनि देखाइदिनु होला। लु लु के त पाउने बेला। नमस्कार। केही भनाइ छ? म जेठी बुहारी सरू। अब रचना चाहिँ एउटी छोरी हाम्रो डाइरेक्टर साहब चाहिँ कहाँ गइछ? रचु छिटो छिटो छिटो, कम फास्ट, छिटो छिटो। यो चाहिँ हाम्रो गोपी सिरियलको यति रमाइलो चाहिँ युनिट टिम। छ, सबैले हेरिदिनु होला। यो मान्छे चाहिँ मेरो दही घोप्याएर चाहिँ त्यो बोकेर यो दही घोप्याइदिनु भयो आफूलाई चाहिँ त्यो। ल होइन काटेर छिटो। यतिखेर चाहिँ अब यति धेरैजनाले मेरो बोली, छोराको आमा आउँदै हुनुहुन्छ यस फिल्मको। यति धेरैजनाले बोल्नुभयो। मेन पात्र चाहिँ यहाँ छुटेर फेरि हैरान। लु हाम्रो तयारी यहाँ सबैभन्दा हाम्रो गोपी टिमको भनिसकेपछि यो अब बस्नुहोस् हजुरलाई अहिले रेस्ट टाइम चाहिएको छ। सबैले गोपी परिवारले माया गर्नुभएको छ। यस्तरी माछा खाने, यो खानेको अन्नदाता। अनि होइन अन्नदाता त होइन। ए आई मेरी देउरानी भनौँ दि। तपाईँहरू सबैले चाहिँ स्वस्तिक मिडिया युट्युब च्यानलमा गएर चाहिँ गोपीलाई क्लिक गरेर हेरिदिनु होला। हेरेर मात्रै होइन, हाम्रो कमी कमजोरीहरूलाई पनि औँलाइदिनु होला। थ्याङ्क यू सो मच। ल सबै होला है। आउनु सुन्ता भाउजू, किन अँधेरामा बस्नु बोलु? अब धेरै भएको बिचरा खाने अहिले उहाँको बेलै पनि छ, अलि टन्न माछाको रससँग। ल थ्याङ्क यू सो मच डिबी सर। जोस् रमाइलो भइरहेको छ होइन? थ्याङ्क यू सो मच।